हेलो गाइस, हजुरहरूलाई स्वागत छ हाम्रो ब्लगमा। उहाँ चाहिँ पेटा टिप्दै छिन्, अलिकति टिपिसकिन्, म आउन जानिलो भयो। खै देखाइदेऊ त पेट चाहिँ कसलाई मन पर्दै कमेन्ट गर्नुहोला। कस्तो मिठो हुन्छ नि है यो आलुसँग गरेर, यसको अचार पनि मिठो खतरा हुन्छ है। मलाई चाहिँ मनपर्छ एकदम। उहाँले टिप्दै हुनुहुन्छ। यो बन्द चाहिँ अलि लाइसकेछ क्या होइन। त्यो सिमी चाहिँ कस्तो ठुल्ठुलो राम्रो भइसकेछ। त्यो अब यहाँ आलु कत्रो भयो हेर्न लाग्यो है, देखिन्न त। दाल मरिसकेपछि बल्ल हो मसिनो हो यो बढ्दै जान्छ। मैले चाहिँ अघि भर्खर नुहाएर घामै लागेन किन हो, 3-4 दिन भयो केटी हारे भनेर हो कि के हो, भुल्केकै छैन नि त यो लगाइजाउँ हामी यता फेरि यता चेक हान्नलाई। यहाँनिर हेर्नु त टमाटर एउटा मात्र रहेछ। झाल राम्रो हो तर आलु कस्तो भयो उहाँले खन्दै हुनुहुन्छ। हो कुटो पनि खतरा छ, खन्नी औजार मासतिर रोड त्यो झालमा तल लाउने झल त्यो झालमा लाएर हस्के हो नि, त्यही भएर हो त्यो। आऊ सूर्य आऊ यता आऊ, यता त्यो ऊ भएर हो नि त्यो यहाँनिर हेर्नु। त्यो त फेरि देखिहाल्यो है कति ठुल्ठुलो रहेछ नि। यस्तो निस्क्यो है साथीहरू। कसलाई मनपर्छ आलु त सबैलाई मनपर्छ होला नि त, किन सुगर हुनेलाई नहुने, नत्र यो आलु मन नपर्ने को होला, हुनुहुन्छ होला कोही कोही त। आउनुहुन्छ कि गाइस तपाईँहरू नजिक हुनुहुन्छ। मेरो कुटो है साथीहरू, कोदानी मेरो दामी निस्ला रहेछ तर उता बडो झाल छ त झन् त्यसमा किन नलायो साथीहरू। हामी यति निकाल्न सफल भइयो है, एउटै झालबाट हो कि कता तिनतिरबाट लगाइज। अब चाहिँ यहाँ चाहिँ छ मेरो फेभरेट हो कि यो साथीहरू, त्यो आलु र बेसी चाहिँ एकदम खतरा हुन्छ क्या, एकदम खतरा डिक्स हुन्छ। अब कता टिप्ने होला बेसी म चाहिँ बारीमा आइसकेँ। यहाँ चाहिँ दिदीले अदुवा हो कि हतेलो खाँदै हुनुहुन्छ। लक्ष्मण दाइ पछि आइछिन्, के खान्न लाइक्यो खाँदै छिन्, अदुवा खाँदै छिन्। हाम्रोतिर चाहिँ यसलाई अदुवा भन्छन् गाइस, हजुरहरूले के पनि हुन्छ भाँचिन्छ। यहाँनिर छ यहीँभरि उहाँसम्म छ है गाइस हाम्रोमा चाहिँ। यदि चाहिएमा सम्पर्क गर्नु होला, कन्ट्याक्ट मी। म चाहिँ बस्ने भिडियो बनाउने, उनले चाहिँ काम गर्ने, खतरा काम गर्छिन् उनले। हेलो लप्सन, के छ भनिदेऊ केही।
देखो ना क्या ये क्या है? ये अदरक है। अदरक अदरक